सिंहदरबारमा बालेन शाहको पावर मुभ। विश्वविद्यालयका हाकिमहरूलाई 3 घण्टा सुक्दै 5 मिनेटमै दिए दरो झट्का। पुराना नेताको भाषण भर्सेस बालेनको एक्सन। उच्च शिक्षामा राजनीतिक भागभण्डाको अन्त्य गर्ने प्रधानमन्त्रीको कडा चेतावनी। अब सेटिङ होइन, सिस्टम चल्छ। उपकुलपतिहरूको गुनासो सुनेपछि बालेनले उतारिदिए पुराना नेताहरूको मुखुन्डो। शिक्षा क्षेत्रमा बालेनको सर्जिकल स्ट्राइक। सिंहदरबारको त्यो 5 मिनेट जसले दलीय राजनीतिको किल्ला नै हल्लाइदियो। दर्शक महानुभाव, काठमाडौँ महानगरको कमान्डर सम्हाल्दै देशकै कार्यकारी प्रमुखको भूमिकामा पुगेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले अब उच्च शिक्षाको शल्यक्रिया सुरु गरेका छन्। व्यथितिर राजनीतिक हस्तक्षेपको अखडा बन्दै गएका विश्वविद्यालयहरूलाई सही मार्गमा ल्याउन प्रधानमन्त्री शाह आफै मैदानमा उत्रिएका हुन्। आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा देखिएको दृश्य निकै अर्थपूर्ण थियो, जहाँ देशका प्राज्ञिक हस्तीहरू उपकुलपतिहरू आफ्ना समस्याको पोको बोकेर प्रधानमन्त्री समक्ष लामबद्ध थिए। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले विभिन्न विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन्। अपराह्न 12 बजेदेखि 3 बजेसम्म प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी उपकुलपतिहरूले आफ्नो विश्वविद्यालय र प्रतिष्ठानका समस्याहरू प्रधानमन्त्री समक्ष निर्धक्कसँग राखे। बैठकमा प्रधानमन्त्री शाहले धैर्यतापूर्वक उपकुलपतिहरूका कुरा सुनेको बैठकमा सहभागी एक उपकुलपतिले बताएका छन्। सबै उपकुलपतिज्यूहरूले आफ्नो विश्वविद्यालयबारे प्रधानमन्त्री समक्ष प्रस्तुति राख्नुभयो। विगतका काम, वर्तमानको अवस्था, भविष्यको योजना र समस्याबारे प्रधानमन्त्रीज्यूलाई सुनाउनुभयो। ती उपकुलपतिले भने, हाम्रा कुरा धेरै सुनेर उहाँले छोटोमा आफ्ना कुरा राख्नुभयो। करिब 5 मिनेटमा आफ्ना कुरा राखेर बैठक सकाउनुभयो। प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानका समस्या समाधानको लागि आफूले सहयोग गर्ने बताउँदै नियमपूर्वक काम गर्न पनि उपकुलपतिहरू समक्ष अनुरोध गरेका छन्। तपाईहरू आफ्नो भूमिकामा नियमपूर्वक काम गर्नुहोला, समस्या परेमा म कहाँ आउनुहोला, सबै विश्वविद्यालयहरू नियमपूर्वक चल्नुपर्छ, बैठकमा प्रधानमन्त्री शाहले भनेका थिए। कतिपय विश्वविद्यालयका नीति नयाँ बनाउनु पर्नेछ, कतिका भवन र संरचना व्यवस्थित बनाउनु पर्नेछ, त्यसमा सरकारले ध्यान दिएर काम गर्नेछ। बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, खुल्ला विश्वविद्यालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपतिहरू सहभागी थिए। प्रधानमन्त्री शाहले प्रधानमन्त्री कुलपति हुने नियम भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूलाई बैठकमा बोलाएका थिए। सिंहदरबारमा उपकुलपतिहरूसँगको त्यो 3 घण्टा लामो बैठक केवल एउटा प्रशासनिक छलफल मात्र थिएन। यो त नेपालको राजनीतिमा वर्षौंदेखि जकडिएको झोले प्रवृत्ति र लेक्चरबाजी विरुद्धको एउटा कडा सन्देश पनि थियो। विगतका प्रधानमन्त्रीहरू घण्टौँसम्म आफ्ना कार्यकर्ता र आसेपासेलाई अर्टी उपदेश दिन्थे, तर समस्या सुन्न कहिल्यै तयार हुँदैनथे। तर बालेनले ठिक उल्टो गरिदिए। उनले 3 घण्टासम्म उपकुलपतिहरूका पीडा, विश्वविद्यालयका संरचनागत कमजोरी र भविष्यका योजनाहरूलाई धैर्यपूर्वक सुने। जब बोल्ने पालो आयो, उनले पुराना नेताहरूले जस्तो आश्वासनको खेती गरेनन्। मात्र 5 मिनेटमा आफ्नो कुरा टुङ्ग्याएर उनले स्पष्ट पारे कि म यहाँ सुन्न र समाधान गर्न आएको हुँ, भाषण सुनाउन होइन। नेपालका विश्वविद्यालयहरू दशकौंदेखि राजनीतिक भर्ती केन्द्र बने। पुराना नेताहरूले आफ्ना गोजीका मान्छेलाई उपकुलपति बनाएर शैक्षिक संस्थालाई कार्यकर्ता पाल्ने थलो बनाए। तर बालेनले बैठकमा सिधै भने, नियमपूर्वक काम गर्नुहोला। यो वाक्यले ती पुराना नेताहरूको मुखुन्डो उतारिदिएको छ, जसले सधैँ सेटिङ र भागभण्डामा विश्वास गरे। अब विश्वविद्यालयमा दलीय झण्डा बोक्नेहरूका लागि बालेनको यो कार्यशैली एउटा ठूलो तगारो बनेको छ। सिंहदरबारको कुर्सीमा बसेर विलासिता खोज्नेहरूका लागि बालेनको एक्सन ओरिएन्टेड स्वभाव टाउको दुखाइ बनेको छ। समस्या परे म कहाँ आउनुहोस् भन्नुको अर्थ हो अब फाइल दराजमा थन्किने छैनन्, बरु समाधानका लागि सिधै प्रधानमन्त्रीको टेबलमा पुग्नेछन्। पुराना नेताहरूले विश्वविद्यालयलाई राजनीतिको प्रयोगशाला बनाएर ध्वस्त पारेको इतिहास साक्षी छ। तर बालेनले देखाएको यो गम्भीरता र प्रोफेसनल कार्यशैलीले एउटा कुरा स्पष्ट पारेको छ, अब देश गफले होइन, भिजन र नियमले चल्नेछ। उपकुलपतिहरूसँगको यो छोटो तर अर्थपूर्ण संवादले शिक्षा क्षेत्रमा ठूलो परिवर्तनको संकेत गरेको छ। तपाईलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला।